ओहो यही हो तरिका अब के अन्त ढुङ्गा त्यस्तो छ तेरिका यो पनि भाँचियो नि त गाँठे खोइ दे यता दे खाँदैन यहाँ। त्यो फ्याँक्दिउँ ल त नि बाबु ल राम्रोसित निकाल तरुल त दुःख हुँदो रहेछ कि खन्न है ल ल ल ओहो पुरै ढुङ्गाको कापमा रहेछ त देख्नुभयो हो यसरी निकाल्ने छ नि त्यसलाई ल ल ल निकाल त बाबु निकाल हो के गर्नु त यस्तो गर्नु त नहुने हो सबै ठिलै यो राम्रोसँग यो राम्रोसँग राख्ने चाख्ने यति भयो ठिलै भयो त बाबु यो त यही त हुँदै ओहो तरुल राम्रो छ सब ढुङ्गामाथि रहेछ र फर्सिन पाएन छ कि है ठुलो हुन पाएन कि त यो फल बढ्न पाएन कि हो यो धेरै छैन कसरी निकाल्छ नि यहाँ नि त ओहो धोए पनि सब किसिम हुन्छ रान ओहो तरुल त सब थिलाबिला भयो भाइ ढुङ्गाले गर्दा है ढुङ्गाको कापा रहेछ क्या ओहो यही हो यतिको लागि ओ ल ल ल ल ल ओहो कहाँ छिरेछ त यो त्यो ढुङ्गाको कापमा हुने पनि ओ उता छिरे रहेछ ले यता ले हेर्दै देखाउनु त एकचोटि ल हेर्नु कहाँको यसलाई राम्रोसँग निकाल्न त सकिएन होइन त ल भन्नु त ल हेर्नु नि यहाँ फेरि ढुङ्गा छ यी ओहो त्यस्तो कापमा रहेछ भाइ है हो यसलाई के तरुल भन्छन् भाइ निलो तरुललाई के तरुल भन्छ यार घर तरुल घर तरुल यो घर तरुल हो ए खानुमा कतिको स्वाद दिन्छ यसले किसिम डाइट अर्ग्यानिक डाइट है भाइ काजु बदाम खानै पर्दैन यसले खाएर हो र यो कुरो त अलि पहिल्यै भन्नु पर्थ्यो नि काजु बदाम नखाएर म खालि यही खोजेर खान्थेँ नि भाइ केही छैन भेटघाट ढिलो भयो हजुर हजुर तपाईँ म बिहा त यही खान्छु काजु बदाम खान्न हजुर बिहा गर्नुभएको कि बिहा नगर्नु भएको गर्नुभएको ए बिहा सुधा भइसक्यो भनेपछि तरुल खाएर जे होस् राम्रो काम गर्नुभएको छ जाडोमा हजुर ए हजुरको नाम के अरे सर जङ राणा हो हजुर मान्छे त हजुर पनि राम्रै हो के गर्नु भएको त सर यस्तो साह्रै विचार गर्नु त नहुने हो के अरे हेर्नु लक्ष्मण राणाज्यू तपाईँले त सब यसको त दुध निकाल्नु भयो त घाँटे ओहो फ्याँकिदिनुहोस् राणाज्यू राख्नु ल ल हुन्छ त्यहीँ राख्नु ओहो लक्ष्मण राणाज्यू यसको मुख कता गइदा यो छ यता छ एउटा चाहिँ हो नि त त्यता पनि छ अझै ओहो लक्ष्मण राणाज्यू तरुल त निकै राम्रो छ त बा यसको बेर्न होइन हेर्नुहोस् म हातले ओहो यता पनि माल रहेछ त राणाज्यू नभाँच्नुहोस् न भाँचेर खाने हो हुन त हो राणाज्यू जे होस् तरुल चाहिँ भोलि चाख्नलाई चाहिँ भयो पाहुना पासो आउँदाखेरि भोलि के सङ्क्रान्ति अरे बाबु माघे सङ्क्रान्ति ए माघे सङ्क्रान्ति हो तरुल चाहिँ मागेर खान हुन्छ भन्ने कुरो पनि यहाँ उहाँले जङ राणाले लक्ष्मण जङ राणाले
आँप है जानकारी दिनुभएको छ। यो आँपको जरा है साथी हो, आँप जस्तै बसाउँछ। आहा ओहो कस्तो ढुङ्गा के दाइ है हजुर बाबु हो, ढुङ्गै बढी। यो तरुल होइन है, यो ढुङ्गा हेर्नु, यस्तो ढुङ्गाको कापा हेर्नुहोस् के गर्ने। फलेकै हो तरुल, यस्तो ढुङ्गाको कापा नि। ओहो लक्ष्मण राणाजी, ओहो ल बाबु दुधै भयो त्यो पनि। यतिकै रहेछ कि ए ऊ मात्र रहेछ कि दाइ यो ढुङ्गा माथि त्यो मुसाहरूलाई छोडिदिए बाबु के छ। मुसाहरूले नै केको लागि दुःख छन् तल जान्छ ल ल ल ल ल केको लागि दुःख गर्ने हो ओहो पुरै बाबु भजात बनाइस। यति नै रहेछ के हो भजात बनाइस बाबु लक्ष्मण राणाले। उसको त उपाय त हो हाड जोड्ने सम्बन्धी हो भनेपछि यो खाएर जाडोमा न्यानो हुन सकिन्छ भन्ने कुरा तपाईँले प्रष्ट गर्नुभयो होइन लक्ष्मण जङ राणाज्यू। किसिम वा ओहो गुरुङ भाषा पनि जान्नुभयो हेर्नु ए हेर्नु यति नै हो क्या दाइ धेरै देखेको मात्र हो ल ल कोही भ्याइयो ल ल ल यहाँ आएर भ्याइयो ल ल ल ल ल ल अब अर्को यतापट्टि छ ल ल ल गुरुङ भाषामा यसलाई के भन्छ नि बाबु? खै मलाई त थाहा छैन। थाहा छैन ए टाढा पऱ्यो अनि गुरुङ त अनि कथा हुन्छ नि ए दाइ यो भ्याइयो छ है हजुर 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 ढुङ्गा यो त ऊ मात्र हो ढुङ्गा के गो छ र यहाँ छैन 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 तै हाले तै 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 तै। अनि गुरुङ भाषामा कैसी र मैसी भन्छन् के हो नि बाबु? कैसी भनेको खाना हो क्या मैसी भनेको खै के हो त्यो मैसी भनेको ओहो हो हो त्यस्तो हो त्यो फोरो फ्याँक्ने कुँडादानी हो जिउ ए ल ल ल ल ल अनि जानु त ए ल बाबु ल खन्निनु होला रे हेर्नु ए ल ल ल ल ल ओहो तरुल खनेर खान नि गाह्रै रहेछ। त्यो राख्नु स्याहार्नु न यार ओके 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 सर ओके सर ओके सर ओके सर। ल ल ल पर्खिनु त ल भनेपछि जाडो महिनामा जहिले पनि तपाईँले हर वर्षमा यो तरुल खन्नुहुन्छ अनि इष्टमित्रलाई खुवाउनुहुन्छ होइन अनि रहेको चाहिँ आफूले नि खाएर जाडो रमाउनुहुन्छ भन्ने तपाईँले धारणा छ प्लस तपाईँले प्रष्ट पारिदिनु भयो। बस ल फाइनली फाइनल फुनल फाइनल ओहो फाइनल फाइनल यो हो बाबु यसलाई के भन्छन् नि? ए भने फाइनल ओहो यो त बाबु मिनेट आजको बाँदरको देखाउनु त जस्तो रातो रातो रहेछ। जिउ जिउ ल फाइनली सकियो ल है ल यस्तो पाहाडमा हेर्नुहोस् खनेको जे भए पनि धेरै थोरै आयो। सबै देख्नु लक्ष्मण राणाज्यूले खन्नु भएको ल हेर्नुहोस् तरुल माघे सङ्क्रान्तिको लागि स्पेसल छ है। ल म बोल्छु